Don't waste your golden time. यो तिम्रो लाइफको बेस्ट टाइम हो. तिम्रो एनर्जी, तिम्रो टाइम, तिम्रो फोकस. This is your golden phase. प्राइम इरा अफ योर लाइफ भन्दा केही फरक पर्दैन. यो टाइममा तिमीले आफ्नो जीवनमा काया पलट ल्याउन सक्छौ. बट लुक एट यु. तिम्रो फोकस कहाँ छ? घण्टौं फोनमा झुन्डिरहेछ. क्लबिङ भनेछ, पार्टी भनेछ, केटी भन्दै हिँडेछ. दिस इज हाउ मोस्ट पिपल वेस्ट दिस प्राइम टाइम. व्हाट यु डुइङ विथ योर लाइफ? त्यो समय 100% आउँछ. When you look back and ask yourself, किन मैले पहिला नै सुरु गरेन, किन मैले ट्राई गरेन, किन मैले अलिकति बढी कोशिश गरेन, and that regret hurts more than the failure. Golden time लाई wisely use गर. So be disciplined, be focused and be more hungry for your dream. हेर यो समय फर्केर आउने वाला छैन. अहिलेको टाइममा 90% भन्दा बढी मान्छे डिस्ट्र्याक्ट छ. अलिकति हार्डवर्क गर्नाले तिमी अगाडि पुग्न सक्छौ. टाइम एकदमै भ्यालुएबल छ. न यो रोकिन्छ, न यो कसैलाई कुर्छ, न यसले कसैको बहानालाई वास्ता गर्छ. दिस इज योर गोल्डन टाइम, दिस इज योर प्राइम. तिमीले यसलाई प्रोडक्टिभली युज गरेनौ भने तिम्रो एनर्जी, तिम्रो यौवन, यो गोल्डन टाइम, यो प्राइम एरा फेरि आउनेवाला छैन. वन्स इट्स गन, इट विल नेभर कम ब्याक.